दर्शकवृन्द, आज चाहिँ हाम्रो पण्डित गुरु माई नगरपालिका 9 निवासी बालकृष्ण भट्टराईज्यू आउँदै हुनुहुन्छ। उहाँले बाछी लिएर आउँदै हुनुहुन्छ। उहाँसँग बाटोमा भेट भएर मैले यो भिडियो बनाएको छु। गुरुजी राधे राधे। राधेश्याम हजुर राधेश्याम। यो हजुरले कहाँबाट ल्याउनु भएको यो बाछी चाहिँ? यो मैले चाहिँ सित्तलीबाट ल्याएको हो। हजुर, यो के कर्म गरेर ल्याउनु भएको? यो चाहिँ हाम्रो मरुमराको दशगात राति कर्म गरेर हजुर ल्याएको। हजुर हाम्रो खड्काजीकोबाट हजुर सित्तलीबाट हजुर ल्याएको। ए लु, एकदम यो त राम्रो एउटा जातीय हिन्दू जातीय परम्परा अनुसार एउटा कर्म राम्रो हजुरहरूले सिक्नुभयो। तर अहिले हजुरहरू जतिको पुस्तामा युवामा तपाईँ यो संस्कृत भाषा शब्द चाहिँ खासै युवाहरू जागरुक नभएको, खालि विदेशी विषयहरू पढ्ने, विदेश पलायन हुने अवस्था छ। पछिल्लो समयमा कसैको देखाइमा चाहिँ यो जजमानी पेसा पनि निकै राम्रो जस्तो भएको छ। किनभने पण्डित गुरुहरू होइन, पुरोहित गुरुहरूको एकदम सर्टेज भइरहेको छ। यसमा तपाईँ के भन्नु, यो पेसा व्यवसाय वास्तवमा कस्तो होला? यो एकदम राम्रो हो, जान्नेलाई राम्रो हो, नजान्नेलाई त अब संस्कृत भाषा एकदम गाह्रो हुन्छ। तर संस्कृत भाषा पढिसकेपछि अहिले हाम्रो जीविकोपार्जन यसबाटै भइरहेछ। अब तपाईँले देखिहाल्नुहुन्छ नि, उदाहरण यही हो नि त। हजुर, यो के छ? हजुरले कति दिनमा चाहिँ यो कर्म गरेर ल्याउनु भएको? दिनमा भन्दा पनि एउटा परोपकार जस्तै हो। हजुर, एउटा उद्धार जस्तो हो। हजुर, हाम्रोमा अब यति कर्म गरेर यति दिनु भनेर हामीले काहीँ भन्नु हुँदैन। हजुर, कोही ठाउँ धेरै पनि हुन्छ, कोही ठाउँ थोरै पनि हुन्छ। रेड बिनाको यो कर्म हो भनौँ न। हजुर ल, एकदम हजुरले एकदम साह्रै राम्रो आफ्नो राय सुझाव विचारहरू राखिदिनु भयो। त्यसको लागि हजुरलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठिक छ, हजुरलाई पनि धन्यवाद दिन चाहन्छु। हस्त गुरु, राधे राधे। राधेश्याम।